नमस्ते सबैजनालाई। म राजकुमार 9/5 गावैदेखि रोल्पा जाने क्रममा उहाँ बहिनीले भेटाएको थिएँ। सिर्प डुङ्ग्री 2 तल्लो रास्टरको बहिनी हुनुहुन्छ। उहाँले कान सुन्नुहुन्न, बोल्न सक्नुहुन्न। उहाँको लागि धेरै आर्थिक लाग्छ भन्नुहुन्छ कान सुन्नको लागि। राम्रो 24-25 वर्षको उमेर भएको छ उहाँको। उहाँ चाहिँ कान सुन्नुहुन्न, बोल्न सक्नुहुन्न। काम भनेको घरको सबै काम गर्नुहुन्छ। उहाँको कानको लागि उपचारको लागि अलि महँगै लाग्छ भनेर भन्नुहुन्छ इसारामा। तर उहाँको लागि अब आर्थिक धेरै लाग्छ भन्नुहुन्छ। एकदमै राम्रो हुनुहुन्छ, काम पुरै गर्नुहुन्छ। दौडे टिपेर दौडे भाँच्दै हुनुहुन्छ उहाँले। बोल्नु न, बोल्न सक्नुहुन्छ? हेलो, एकदमै आवाज भनेको छैन। सबै दिमाग छ तर ऊ छैन। कान सुन्नुहुन्न, बोल्न सक्नुहुन्न। बोलेको हामीले पनि बुझ्दैनौँ। एकदमै कलिलो उमेरमा उहाँको कान खोल्नको लागि अनि बोली आवाज उसको लागि धेरै आर्थिक लाग्छ भन्नुहुन्छ इसारामा। तर सानोमा सुनेको, सानोमा पढेको पनि हौँ भन्नुहुन्छ। एकदमै यो पुरा हेरेर तपाईँहरूको एक शेयरले धेरै ठुलो सहयोग हुनेछ उहाँलाई। हस्त नमस्ते।